गाइज फेरि पनि तपाईँहरूलाई स्वागत छ है त मेरो अर्को नयाँ भिलेज ब्लगमा। आजको भिडियो के कस्तो हुन्छ मलाई पनि थाहा छैन, तर एउटा रमाइलो काम गर्ने योजना बनाएको छु। त्यसैले भिडियो अन्त्यसम्म हेर्नु होला, मिस नगर्नु होला है त। सो जति पनि नयाँहरू मेरो च्यानलमा आइसक्नु भएको छ, यदि तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्न भएको छैन भने चाहिँ गएर सब्सक्राइब पनि गरिदिनु होला। स्टे ट्युन्ड है। गाइज देख्न सक्नुहुन्छ मेरो पछाडि आजको दिन चाहिँ ओभर दामी भइदिइरहेको छ हो। बादलहरू दामी लागिदिइरहेको छ है, यस्तो भइदिइरहेको छ। कति दिन बादमा यस्तो दामी घाम लाग्थ्यो कि। Last time we talked, you had nothing to say. You chose to walk, give what we had away. I hope you get what you're looking for, but babe, with me, you close it. यो चाहिँ हो, कतिजनालाई यसको नाम थाहा छ होला, कतिजनालाई थाहा छैन होला। यो चाहिँ हो मोन्स्टेरा प्लान्ट, दामी भएको छ। अन्त यहाँ चाहिँ छ मेरो अर्को प्लान्ट। चाहिँ खाना खाइदिउँ, खाजा सरी खाना भनिपठाइछु, खाना चाहिँ होइन खाजा। आउने दिनमा एउटा गुड न्युज म तपाईँहरूसित सेयर गर्नेवाला छु। त्यो गुड न्युज चाहिँ के हो तपाईँहरूलाई थाहा छैन होला, तर म अहिले रिभिल गर्दिनँ। त्यसको लागि चाहिँ तपाईँहरूले भिडियो रेगुलर हेरिबस्नुपर्ने हुन्छ होइन। खाजा खाइसकेर चाहिँ म अब एकछिनमा तामा खोज्न जान्छु। सो भिडियो हेर्दै गर्नु होला है त। अहिले चाहिँ म यहाँ फुपूहरूकोमा छु। ओभर दामी देख्छ पछाडि चाहिँ यहाँबाट पनि। अघि बिहानसम्म चाहिँ दामी घाम लागिरहेको थियो क्या, अहिले फेरि यस्तो भयो। सो त्यही हो आजको भ्लग, के कसो हुन्छ हेर्दै गर्नु होला। अन्त जे जसो हुन्छ हामी के गर्छौँ घरमा बसेर तपाईँहरूलाई त्यही नै देखाउनेवाला छु। यो बाटो चाहिँ नयाँ खनेको हो, यस्तो यहाँ माथिबाट खनेको छ है। घाँस चाहिँ घाँस उम्रेर कस्तो बाटै नदेख्ने भइसकेको छ। पानी कस्तो जान्छ यहाँ, यो आकाशबाट आएको पानी। अहिले भनेको चाहिँ ताँबा हन्टिङमा जाँदैछु म चाहिँ। पाउँछ कि पाउँदैन त्यो पनि थाहा छैन हो। पायो भने त 12 बजी खुवाइ हुन्छ। यहाँनिर अम्बटेको, यहाँनिर पनि पहिरो गएको रहेछ, सायद बाटो खनेको बेला पहिरो गएको त। यो देख्दै गरेको चाहिँ बालासन खोला यस्तो छ। खै त ताँबा खोज्नु गाडीमा आएको त ताँबा त सब हुर्किसकेछ। खै त अन्त यार, ताँबा त पाउनु त पाएँ कि हातमा झुस लागेर चाहिँ बलुवा दल्दैछु है। भाँचेर टाउकोमै भेट्यो नि अन्नामा। त्यो ताँबा चाहिँ हो है, अब घरमा गएर चाहिँ काट्नुपर्छ। जुस चाहिँ यस्तो डरलाग्दो हुँदो रहेछ कि राइट। जिउ पनि चारक्का चिरिक गर्न थाल्यो। गएर नुहाइ हुन्छ होला। अब चाहिँ यसलाई केलाउनु पर्ने भयो हो। मा खानु हुने भनेको चाहिँ यति मात्रै निक्ल्यो है। खलखल भयो पसिना आएर। आमा दिन पनि बिग्रिँदै गइहाल्यो अब। तापा खोज्नु गएको झुसले गर्दा अब नुहाउनु परिहाल्यो। यहाँ टाउकोतिर पनि भाँचेर यहाँ टाउकोमै भेटेँ हो। हेर्दै गर्नु होला है त। हाम्रो माछा बेच्नु भयो सिलगढीको। सोर सुन्नै हुँदैन, म्याउ म्याउ गरेर हेर्नु के भयो अझै। दुईवटा छँदैछ आम्मा हो। गतिलो गतिलो पो रहेछ त अन्त है। कति केजी छ भयो यो? सोर त सुन्नु हुँदैन अन्त है। आम्मा
अहिलेकोमा अन्डा चाहिँ हुँदैन है भैया अलिकति हुन्छ नि है यहाँ चाहिँ ताबा काटेर पनि उमालेको थिएँ मजाले उम्लिसक्यो अब यसलाई निभाइदिउँ पाक्यो ताबा निजल्स निक्लेर अनुहार पनि यहाँ कस्तो भइरहेको छ है यतातिर दागहरू अझै राम्रो जाति भएकै छैन सो आजको भिडियो चाहिँ यहीँसम्म मात्रै थियो आई होप कि तपाईँहरूलाई यो भिडियो रमाइलो लागि मन पर्यो भने लाइक गर्न चाहिँ नबिर्सिनु होला अनि मुनि कमेन्ट पनि गरिदिनु होला र नयाँहरू हुनुहुन्छ भने यहीँसम्म आइपुग्नु भएको छ भने मेरो च्यानल अझै पनि सब्सक्राइब गर्न भएको छैन भने चाहिँ छिटोभन्दा छिटो सब्सक्राइब चाहिँ गरेर एआर ब्लगर्सको सदस्य बनिदिनु होला भन्दै नमरी बाँचे दैवले साँच्चै फेरि अर्को भिडियोमा भेटौँला है त